एमालेको दयालजी तपाईसँग 6-7 लाख क्याडर होला। ती क्याडरले काम गर्दैन, ती लिच हुन्। लिच के भन्छ त्यसलाई? जुका। केपीजी माथि लाग्ने जुका हुन्। केपीजी को अनुहार हेरो बस्छन्, तिनको काम छैन, तिनको एजुकेसन छैन। कांग्रेसहरुसँग अर्को 5-7 लाख क्याडर कांग्रेससँग छ। अर्को 5-7 लाख क्याडर सम्भवतः अब रासोपाले पनि बनाउँदैछ। तराईवादी यी सबै नेपालमा 40 लाख मान्छेहरू लिच बनेर खान्छन्। यो टाँसिएर किर्ना एक्ज्याक्टली किर्ना भएर जनताको रगत चुस्छन्। तिनले पैसा खानुपर्छ। त्यो पैसा खानको लागि के गर्ने त? तिनलाई त्यो पैसा बाँड्नु पर्यो नि, त्यो 40 लाख पाल्नु पर्यो नि ती पार्टीहरूलाई। अनि तिनले ठेक्कापट्टा क्याप्चर गर्छन्, तिनले रिसोर्स क्याप्चर गर्छन् र आफ्ना मान्छेलाई दिलाउँछन्। तिनले ठेक्कापट्टा सबै र त्योबाट कमिसन खाएर तिनका कार्यकर्ता पाल्छन्। जबसम्म देशमा क्याडर बेस्ड पार्टीहरू भइरहन्छन्, कार्यकर्तालाई पार्टीहरूले पालिरहनुपर्छ, तबसम्म यो भ्रष्टाचार कहिल्यै नियन्त्रण हुँदैन। त्यसको निम्ति देशको पैसाले मात्र पुग्दैन, विदेशीले पनि पैसा फन्डिङ गर्छ र आफ्नो कुरो बनाउँछ। त्यसैले पहिलो कुरो नवराजीले उठाउनु भएको, यो देशमा त प्लेग्राउन्ड छ। हो, यो प्लेग्राउन्ड नै हो। हिजो पनि थियो, आज पनि छ। र क्याडर बेस्ड पार्टी हुन्जेल यो देश प्लेग्राउन्ड भइरहन्छ। किनभने अर्काले पैसा नदिकन तिनका कार्यकर्ता पालिँदैनन्। हामीले त के भनेका छौँ? त्यसैले राजनीतिलाई नयाँ कोर्समा हिँडौँ, त्यो इस्यु बेस्ड गरौँ, कार्यकर्ता मुक्त पार्टी। त्यसो गर्दा केपीजी पनि अरू 20 वर्ष बाँच्नुहुन्छ, उहाँलाई पनि झन्झट हुँदैन। रासोपाको सभापतिलाई पनि झन्झट हुँदैन, अर्को गगनजीलाई पनि हुँदैन, अर्को के अरे प्रचण्डजीलाई पनि। त्यसैले मैले त के भनेको छु भने उहाँहरूलाई एउटा टनिक, यो पेन किलर खानु नपर्ने चिज भने के हो भने कार्यकर्तालाई हटाइदिनुहोस्। तपाईँ इस्यु बेस्ड पोलिटिक्स गर्नुहोस्। इस्यु बेस्ड पोलिटिक्स हुने बित्तिकै तपाईँको यो झन्झट हट्छ, भ्रष्टाचार कम हुन्छ।